ल त्यो चाहिँ माइखलाको फर्स्ट पोइन्ट देख्न सक्नुहुन्छ बाइकलाई यस्तो छ अवस्था। बाटो तपाईँले यात्रा गर्नुहुन्छ भने यहाँ साथीलाई हेल्प गर्न राख्नु यस्तो भएको छ। म पनि यसो बाटो हेरौँ साथीहरूलाई हेल्प गर्ने भनेर आएको। त्यस्तो छ है, यस्तो छ साथी हो माइखलाको बाटो देख्न सक्नुहुन्छ। बाइक यहीँ जाँदा नै यहाँ फर्स्ट चुडिसकेको अवस्था त छैन, तल काम त भइरहेको छ। ल त्यस्तो छ। म चाहिँ माथि गोलाइसम्मै पुग्छु। फर्स्ट लास्ट पोइन्टसम्मै पुग्नुपर्ने चाहिँ यस्तो छ। यो चाहिँ फर्स्ट पोइन्ट हो देख्न सक्नु। यस्तो छ, यस्तो छ फर्स्ट यस्तो छ। खोला जसरी उसले आएर आइरहेको अवस्था छ देख्न सक्नुहुन्छ। यो सेकेन्ड पोइन्ट हो देख्न सक्नुहुन्छ। सेकेन्ड पोइन्टको नि हाल उस्तै छ, गाडीहरू चढ्नेवाला अवस्था छैन देख्न सक्नुहुन्छ। सेकेन्ड पोइन्ट यो पनि गइसकेको अवस्था छ। यस्तो छ सेकेन्ड पोइन्ट त सबै गइसकेको अवस्था छ देख्न सक्नुहुन्छ। यस्तो छ। अब म थर्ड पोइन्टमा लान्छु तपाईँहरूलाई। सेकेन्ड पोइन्ट अझै सकिएको छैन देख्न सक्नुहुन्छ। यस्तो डोडा ओ माई गड, यहाँ अवस्था यस्तो छ, पुरै दबिसकेको अवस्था छ। मलाई जहाँसम्म लाग्छ यो बाटो चाहिँ अब सञ्चालन हुँदैन यो बर्खाभरि चाहिँ। हेर्नुहोस् यो सेकेन्ड पोइन्ट हो। तेस्रो पोइन्टमा त अझै जाँदैछु म सक्नुहुन्छ। यो मेची हाइवेमा चाहिँ यसरी बाइक आइरहेको अवस्था छ। बाइकहरू त प्रशस्ति कुदिरहेको अवस्था छ, तर बाटोको अवस्था चाहिँ नाजुक छ। तपाईँहरूलाई अपडेट गराउने हिसाबले म चाहिँ यसरी कष्ट गरिरहेको छु। अब तेस्रो पोइन्टमा म पुग्दैछु। यो देख्न सक्नुहुन्छ हाम्रो भाइ सहयोग गरिरहेको छ। यहाँ प्यासेन्जरहरूको चाहिँ सहयोगलाई पनि भाइलाई पनि धन्यवाद। तेस्रो पोइन्टमा देखाउँछु हजुरलाई। यो चाहिँ सेकेन्ड पोइन्टको भ्यू हो। यसरी बाइकहरू चाहिँ बामे सर गएको अवस्था छ। यो चाहिँ राजदली सडक खण्डको तेस्रो पोइन्ट देख्न सक्नुहुन्छ। यस्तो छ बाटोको अवस्था, यस्तो छ। बाइकहरू उक्लिने समस्या यति दबिसकेको छ देख्न सक्नुहुन्छ। यहाँबाट तल खोलाको एरिया यस्तै खोला बगिरहेको अवस्था छ। यो चाहिँ तेस्रो पोइन्ट हो जहाँ मान्छे उक्लिने समस्या छ देख्न सक्नुहुन्छ। मानिसहरू उक्लिने अवस्था छैन, बाइकै उक्लिन सक्दैन यहाँ। यस्तो पोइन्ट छ। मेरो अहिले मैले हेल्प गरेको साथी चाहिँ तलै छडिएको अवस्था छ, मभन्दा ढिलो आएको अवस्था चाहिँ देख्न सक्नुहुन्छ। यस्तो छ यो अवस्था। यो चाहिँ मेची राजदली हाइवे सडक खण्डको चाहिँ आज 28 गतेको अवस्था। अब म फोर्थमा नि पुग्छु, माथि 4 तला माथि देख्न सक्नुहुन्छ। पसिन भएको छु, के गर्ने। यसो मर्निङ इभिनिङ वक पनि हुने भनेर चाहिँ हिँडिरहेको छु। यो चाहिँ ठ्याक्कै चौथो पोइन्ट है राजदलीबाट आउँदाखेरि चाहिँ। चौथो पोइन्टमा चाहिँ यस्तो छ, तर यता बाइक चाहिँ छिर्ने